नमस्कार प्रिय दर्शकबिन तथा महानुभावहरू, हाम्रो 7 मेदेखि लिएर 11 मेसम्मको त्रिदिवसीय भागवत महापुराणको आज अन्तिम दिन, आज लाख बत्ती जल्नेछ र आज अन्तिम दिनको जुन चाहिँ कार्यक्रम छ चलिरहेछ र आजको कार्यक्रम सुचारू रूपले चलिराख्नु भएको छ कमिटीहरूले र कमिटीहरूलाई धेरै धेरै धन्यवाद छ। बहुत राम्ररी यहाँ कार्यक्रमहरू गए, कार्यक्रम जुन चाहिँ थियो बहुत राम्ररी गयो र बहुत यहाँ बिहोगुडीदेखि लिएर यहाँ तेजपुरदेखि लिएर यहाँ अझै टाढा टाढादेखि पनि माझबाटदेखि पनि आउनु भएको छ। आजको कार्यक्रम बहुत यहाँ सुचारू रूपले गएको छ र आगन्तुक पनि यस्तै कार्यक्रम यहाँ होस्। गुरुजी पण्डित ईश्वर कृष्ण दाहालले बहुत राम्ररी यहाँ प्रवचन गरिराख्नु भएको छ र सबैजना भक्तप्राण राईजहरू हेरिराख्नु भएको छ र आउनुहोस्। कमिटीका सभापति 2-4 जना यहाँ गण्यमान्य व्यक्ति हुनुहुन्छ, उहाँहरूसँग भागवतको विषयमा 2-4 शब्द राख्नु। नमस्कार। सर्वप्रथम त म अहिले भारत पाकिस्तानमा एक खालको जुद्धै चलिरहेको छ, त्यसमा हामीहरूका धेरै शहीद भए। आजभन्दा 15 दिन अगाडि पुलवामामा पनि हाम्रा 28 जना सनातनी धर्मका मान्छेलाई धर्म सोधी निशंस हिसाबले त्यहाँ मारेका छन् र तिनीहरूको सबैको आत्माको शान्ति चाहन्छु। 2 नम्बर कुरो 2023 सनमा हामीले यही ठाउँमा श्रीमद् भागवत पुराण व्याख्या यहाँ हामीले गरेका थियौँ। त्यति बेला अति राम्रो भयो। त्यो हाम्रो अति पछि परेको गाउँ हो यो झाड तिनखोरिया भन्ने जुन ठाउँ हो। यो ठाउँको आधाभन्दा पनि धेरै जस्तो माटोबारी यहाँको सबै नदी लागेर गडाले लगिसक्यो। त्यसको माना पनि यहाँका मान्छेहरूको उत्साह उद्दीपना देखेर हामीले 2023 सनमा भागवत 5 दिने भागवत पाठ यहाँ गरेका थियौँ। त्यसैमा उद्बुद्ध भएर र फेरि यहाँका मान्छेले अहिले यो समयमा विशेष गरेर यो मे महिनाको पछाडि यहाँ कर्मजीवी मान्छे हुन्, श्रम गरेर मात्रै खाना पाउन सक्छन्, यथेष्ट परिश्रम गरेर मात्रै यहाँका मान्छेले खाएका छन्। यो समयमा चाहिँ अलिक कामधन्दा कम्ती हुन्छ र त्यसै यही समयमा त्यस कारणले यसपालि पनि हामीले यो भागवत पुराण लगाएको हो। विश्वको शान्ति, गाउँको शान्ति, मान्छेहरू सबैमा शान्ति होस् भन्ने हामीको मुख्य उद्देश्य हो। अर्को कुरो के हो भने अचेलको दिनमा धेरैतिर नराम्रो काम भइरहेका छन्। नैतिक चरित्र हाम्रा उठिएका केटाहरूको बारे कम्ती भइरहेको छ। चरित्र गठन होस्, आध्यात्मिक ज्ञान होस्। आध्यात्मिक ज्ञान भएन भने मान्छेको केही हुँदैन। कुनै समाजमा जसको आध्यात्मिक ज्ञान हुन्छ त्यो आध्यात्मिक ज्ञानले उद्बुद्ध भएका समाजमा त्यो समाज सुशृङ्खलित भएर चलेको हुन्छ। अरू आध्यात्मिक ज्ञान भएको मान्छे ठाउँमा कर्म संस्कृति पनि हुन्छ, श्रम संस्कृति गर्छन् र आफ्नो जातीय संस्कृति पनि रक्षा गर्नलाई सबै तत्पर हुन्छन्। र त्यसैले यो गोटै देशमा हाम्रो भारतवर्ष मात्रै होइन सारा विश्वको शान्तिको लागि हामीले यो 5 दिने भागवत कथा आरम्भ गरेको हो। यसपालिको हाम्रो भागवत स्थल अथवा हाम्रो झवेनी तिनखोरिया अञ्चलमा जुन हामीले भागवत आयोजन गरेका थियौँ, यस भागवतमा हाम्रा सम्पूर्ण अञ्चलवासी भक्तप्राण राईजको साथसाथै हामीहरूका छिमेकी अथवा हामीहरूका यस गाउँका पारिवारिक परिवार जुन हाम्रा रिलेसनहरू थिए, उहाँहरूले पनि हामीहरूको यहाँको भागवतलाई बहुत हर्ष उल्लासको साथमा सहयोग पुर्याउनु भएको हुँदा हामीले आज यो पिछपरा अञ्चलमा एउटा बृहत भागवतको आयोजन गर्न सक्यौँ र म सम्पूर्ण यस्ता हाम्रा सहयोगी भक्तगणलाई हजार धन्यवाद गर्दै उहाँहरूको मङ्गलमय कामना गर्दछु। यी जुन भागवतमा भक्तगणहरूका लागि खाद्य सामग्रीका दाताहरू आग बढेर आउनुभयो, उहाँहरूको पनि मङ्गल कामना गर्दै यसपालिको हजुरहरूको सहयोगदेखि हामी अधिक सन्तुष्टि छौँ र आशा राख्छौँ फेरि पनि हामीहरूले यस अञ्चलमा यस्तो धर्ममूलक व्यवस्थापनामा आग बढ्यौँ भने तपाईँहरूको सम्पूर्ण सहयोग पाउने आशा गर्दै म सम्पूर्ण हाम्रो बिहोगुरी मौजा अथवा बिहोगुरी ब्लक अन्तर्गत खमु भक्तप्राण राईजक
म अनुरोध गरिछु जे आपनालोকৰ सहयोग आपनालोকৰ उपस्थितित আমি प्रफुल्लित हर्ष उल्लासित হৈছো आपनालोকৰ मंगलमय कामना करूँ আৰু মই সমগ্ৰ আমাৰ অসমবাসী অথবা আমাৰ শোণিতপুৰ ডিস্ট্ৰিক্ট তেজপুৰ অঞ্চলৰ ৰাইজক মই এই পিছপৰা অঞ্চলৰ পৰা অনুৰোধ কৰিব বিচাৰো যে আপোনালোক জাৱনী তিনিখৰীয়া অতীতৰ জাৱনী তিনিখৰীয়া যিটো নেকি আপোনালোকৰ পূৰ্বপুৰুষৰ এই বিখ্যাতপূৰ্ণ অঞ্চল ইয়ালৈ আপোনালোক পুনৰ আহি থাকক সম্পূৰ্ণ প্ৰকৃতিৰে ভৰপুৰ এই অঞ্চলখন আপোনালোক সময় সময় উপভোগ কৰিবলৈ আহিব। राधे राधे। आज हामी यहाँ झावानी तिनखोरियाका राइज तथा बहुत परका राज्य पनि जम्मा भएका छौँ किनभनेदेखि हामीहरूले 2023 सालमा यही स्थलमा श्रीमद् भागवत पाठ पढेका थियौँ र आज 2025 में फेरि हामीहरू यही स्थलमा भागवत पाठ पढाउन आयोजन गर्यौं किनकि हाम्रो यो गाउँको अब साह्रै बेसी दिन हामीहरूले देखेका छैनौं किनभनेदेखि हाम्रो नजदिकमै ब्रह्मपुत्र नदीको गडाखहनिया लागिरहेको छ र हामीहरूले यही मनमा आयो जे हामीहरू अब को कहाँ हुन सक्छौं भनेर भाबेरै ब्रह्मपुत्र बाबाको नाम लिएर आज समग्र राइजसँग आलोचना गरेर हामीहरूले यो श्रीमद् भागवत गर्न आरम्भ गरेका थियौं र हामीहरूले आलोचना गर्यौं जे हामीहरूले सबै गाउँमा गई यहाँदेखि बहुत पर पनि गई निमन्त्रण गर्यौं र हामीहरूले आजसम्म 4 दिन भयो भोलि हामीहरूको समाप्तको दिन हो र जे सकेको हामीहरूले भक्त प्राणहरूलाई सत्कार गरेका छौं जानी नजानी हाम्रो त्यत्रो ठुलो गाउँ पनि होइन अरु हामीहरू बहुत पिछपर राइज हौं तसर्थ पनि हामीहरूले एउटा मनोयोग दिएर आज सक्छौं कि भनेर हामीहरूले आशा गर्दाखेरि आज 4 दिन त हामीहरूले पार गर्यौं अब 1 दिन पार गर्यौं भनेदेखि हाम्रो मनोकामना पूर्ण हुन्छ र यहाँ जजले सहयोग दिनुभएको छ जति भक्तगणले पनि सहयोग दिनुभएको छ उहाँहरूलाई मेरो कोटी धन्यवाद छ किनभने यस्तो एउटा पछाडी परेको गाउँलाई पनि उहाँहरूले उद्धार जस्तो गर्नुभयो किनकि यो गाउँमा यो श्रीमद् भागवतले गर्दाखेरि ब्रह्मपुत्र नदीले हामीहरूलाई बसोबासोबाट पनि रक्षा गर्न सक्छन् भनेर हामीहरूले आपत्ति गरेका थियौं सबै भक्तगणहरूलाई उहाँज्यूहरू सबै आएर हामीहरूलाई यहाँ पदार्पण भएर हामीहरूलाई आशीर्वाद पनि दिनुभयो र उहाँहरूलाई हामीहरूले जे सकेको छोटो मिठो गरी सत्कार दिँदै आज यो 4 दिनको दिनसम्म पार गर्यौं भगवानको महिमाले हामीहरू भोलि पनि पार गर्छौं।